फेरि समानुपातिक नपाउने भएपछि सन्तोष परियारले रवि र रासोपा दुवैलाई छोडे। रासोपामा सुमनापछि सन्तोष मात्रै होइन, धेरै शीर्ष तहले पार्टी छोड्न सक्छन् र त्यसको कारण समानुपातिक सांसद चयनका विषयमा रासोपाले लिएको नीति बन्न सक्छ। परिपक्व विषय बाहिर केही आएको छैन। 6-7 महिना यताभित्र के पाक्दैछ त्यो कुरा यिनीहरूलाई पनि थाहा छ। फलत रविमाथि नै नेतृत्वको प्रश्न उठाएर नेताहरू निस्किने क्रम चलिरहेको छ। पार्टी छोड्नेहरूको एउटै आरोप छ, रविले एकलौटी चलाए, तर 1 वर्षदेखि कारागारमा रहेका व्यक्तिले कसरी एकलौटी चलाउँछन् भन्ने प्रश्न पनि छ। जबकि उनीहरू रविकै ब्रान्डको बलमा नेता बनेका हुन्। पद नपाउने भएपछिको यो पहिरो कहिलेसम्म जान्छ भन्न सकिन्न। दल बनेको 6 महिनामै निर्वाचनमा गएर 21 सिट ल्याएको रासोपामा 13 जना समानुपातिक सांसद थिए, अर्थात् प्रत्यक्ष जित्नेको संख्या 8 जना मात्रै हो। सुमनाले यसअघि नै रविको नेतृत्वबारे असन्तुष्टि जनाउँदै पार्टी छोडिन्। अर्का समानुपातिक सन्तोष परियारले शुक्रबार छोडेका छन्। असीम शाह र निशा डाँगी लगायत पनि सन्तुष्ट नभएको देखिन्छ। अहिले रासोपाभित्र भइरहेको छलफल अनुसार यी 13 जना मध्ये 1 जना पनि पुनः समानुपातिक मार्फत सांसद बन्न पाउने छैनन्। कि प्रत्यक्ष चुनाव लड्नु पर्नेछ कि चुप लागेर बस्नु पर्नेछ। समानुपातिकमा नयाँ आउनेछन्। रासोपाले समानुपातिक नदोहोर्याउने नीति लिएको छ। सन्तोषकै हकमा पनि उनी भक्तपुरका हुन्। गुण्डो आसपासमा बसेर महेश बस्नेत जस्ता पात्र विरुद्ध चुनावमा होमिएर जित्ने सम्भावना 50-50 छ। फलत समानुपातिक पनि नपाउने र चुनाव पनि नजित्ने अवस्थाका बीच उनले नेतृत्वमाथि प्रश्न उठाएर पार्टी छोडेको विश्लेषण भइरहेका छन्। राजीनामा पत्रमा उनले भनेका छन्, नेपाली समाजको चरित्र अनुसार पार्टी निर्माण गर्न सकिएन। क्षमताका हिसाबले सन्तोष शिक्षित, अनुभवी र युवा जसले भरिएका पात्र हुन्। यो भन्दा ठूलो कुरा शोषित वर्गबाट उठेका पात्र हुन्। तर रविले पत्याएर रासोपाको प्रमुख सचेतकपछि आफूलाई राष्ट्रिय राजनीतिमा चिनाएका उनले दलित समुदायकै प्रतिनिधि भएर संसद छिर्दा पनि खगेन्द्र सुनारले जति मुद्दा उठाउन सकेनन्। सन्तोष मात्र होइन, माथि उल्लेखित 13 मध्ये अधिकांशले रविको साथ बिना चुनाव जित्न हैरान पर्नेछ। धरातलीय यथार्थता हेर्दा ग्रासरुटमा रासोपालाई कम, रविलाई धेरै चिनिन्छ। घन्टीलाई चिन्छन् तर नेतालाई चिन्दैनन्। भोट पनि रवि र घन्टीलाई आउनेछ। को उम्मेद्वार उठेको छ भन्ने कुरा दोस्रो हो। त्यसैले सुमनाको ठाउँमा नमुनालाई उठाए पनि जित्ने अवस्था छ, तर रवि नै मैदानमा उत्रिएको खण्डमा। त्यसैले समानुपातिकमा बसेका धेरै नेताहरू निर्वाचन लड्न तयार छैनन् भन्ने आकलन छ। तर यही भाष्यलाई चिन्न पनि सन्तोषको राजीनामासँगै मनिष झाले उम्मेद्वार घोषणा गरेका छन्। उनले अब धनुषा क्षेत्र नम्बर 3 मा चुनाव लड्नेछन्।